दर्शकबिन सम्पूर्णमा नमस्कार छ। यस बेलाको बसाइमा नमस्ते सूर्य नि भन्न चाहन्छु। हामी चाहिँ एक्जाममा पढिरहेका छौँ, हेर्न सक्नुहुन्छ। लगभग 1.5 घण्टा जति भइसक्यो नि यहाँको। अहिलेसम्म एक्जाममै छौँ। कति बेला खुल्छ भनेर पर्खाइमा बसिरहेका छौँ। गाडी बिग्रेको कारणले गर्दाखेरि हामी एक्जाममा परेको। ल यहाँ झन् वान वे गाडीको बाटो पनि भट्काइदियो अरे होइन। कसरी ल्याउने यो गाडी? पल्टिन्छ क्या यो गाडी त हो? यो बा झरापमै भयो नि यो त। यस्तो हेर्नु त वहीँसम्म छ। म त अझै तलैबाट हिँडेर आएको। माथि दुम्की बाससम्मै छ अरे। दुम्की बासबाट माथि के भन्छ अरे डाउननेसम्मै छ अरे के उस्तो जाम त। म चाहिँ वहाँ उतैबाट हिँडेर आएको। धुलै ठुलो बाटोमा कति धेरै ठुलो। रोडमा हिँड्न सक्दिनँ, माथिबाट हिँडेको म। पुलसम्म देखाइदिन्छ है त, हेर्नु होला है सबैले। मुख पनि धोएको छैन भाइ। छ कसरी पो आएको म त यहाँ त यताबाट हो। मोटर पार्ट्स अरे म यताभित्र उताबाट बाटो छैन नि त, त्यही भएर यो कार किन घुसाएर आएको बिचरा। कहाँ पाउँछ र अनि बाटै छैन अगाडि जाने त। पुलमा पुल बन्दैछ क्या त्यहाँ। अस्ति हामी त्यही पुलबाट गएको होइन। आउँदाखेरि बाटो त्यस्तो भइसक्यो रहेछ। यो अगाडिको पुरै जाम। फेरि बिग्रेर बसेको रहेछ कि म त अघि नदेखेको। बिग्रेर बसेको नदेखेर। तल बन्दैछ।
पुग्छु भनेर मान्छे त छ है।